कुनै पनि कम्पनी स्टक मार्केटमा लिस्टिङ भइसकेपछि त्यो कम्पनीको वित्तीय अवस्था अथवा त्यो कम्पनीले कति नाफा गरिरहेको छ अथवा कति घाटामा छ त्यो कुराले त्यो कम्पनीको शेयर मूल्य कति हुन्छ भनेर निर्धारण गर्नमा एउटा इम्पोर्टेन्ट रोल प्ले गर्ने गर्दछ। अब त्यो कसरी हुन्छ भने मानव कुनै पनि एउटा कम्पनीले राम्रो नाफा गर्यो भने त्यो कम्पनीले आफूले गरेको नाफाबाट केही हिस्सा शेयर धनीहरूलाई बाँड्ने गर्दछ। त्यसलाई लाभांश अथवा डिभिडेन्ड भनिन्छ। यो जुन डिभिडेन्ड दिन्छ त्यो पनि दुईटा किसिमको हुन्छ। एउटा हुन्छ बोनस शेयर। तपाईसँग कुनै पनि एउटा एबिसी भन्ने कम्पनी छ 100 किता र त्यो कम्पनीले 5% बोनस शेयर दिने भनेर घोषणा गर्यो भने तपाईले 5 किता त्यो कम्पनीको शेयर छिट्टैमा पाउनुभयो। अब मतलब तपाईसँग अब 105 किता शेयर छ त्यो कम्पनीको। र अर्को हुन्छ क्याश डिभिडेन्ड। मतलब यदि त्यही कम्पनीले एबिसी भन्ने त्यही कम्पनीले 50% नगद लाभांश अथवा क्याश डिभिडेन्ड दिने भनेर घोषणा गर्यो र तपाईसँग 100 किता नै त्यो कम्पनीको शेयर छ भने तपाईको अब खातामा डाइरेक्ट किता हैन कि तपाईको खातामा डाइरेक्ट अब 5000 रुपैयाँ आउँछ। र धेरै इन्भेस्टरहरूले यही कम्पनीको पर्फर्मेन्स र डिभिडेन्डको आधारमा पनि किन्ने र बेच्ने भएका कारणले गर्दा पनि यो कम्पनीको पर्फर्मेन्सको एउटा इम्पोर्टेन्ट रोल प्ले हुन्छ।